सबै मैले गरेको है। म्यानेजमेन्ट सबै तिमीले हो। हाम्रो के अरे युनिक साउन्ड प्रोभाइडर डिजिटलको म्यानेजर पलजी अनि टेन्ट हाउसको म्यानेजर हाम्रो लघु मगर अनि त्यसपछि हाम्रो आज डिजे भुवनको आज छोराको भात खुवाइ गाइस देख्न सक्नुहुन्छ। हाम्रो पारि पनि छ एउटा आज बारमा बसिरहेको छ तपाईँको डिजे युनिक रक्सीको खानी ट्याङ्कर अर्को ट्याङ्कर पनि गइसक्यो त्यही अनि त्यसपछि डिजे भवनकी छोरी कान्छी दाइ काम सुरु गर है। गिलास फोर होला फेरि। हाम्रो डिजे युनिक आजको बारम्यान है फेरि किनकि उहाँलाई फेरि रक्सी ज्यादा मनपर्ने भएर नि त्यहाँ तल टेबल मैले फेरि खाइहाल्नु न भनेर कट्टु देखाइदिनु कट्टु के छ त डिजे युनिक ठिक छ तर हाम्रो डिजे युनिक यहाँ टक्क लगाएर बसिरहेछ होइन किनकि बारमा बसेपछि तलतिर बसेर एक एक गिलास टक्क हान्न पाउँछ भनेर पनि होला होइन। डिजे बनाउनु छोरी जेठी यो तपाईँको आवर डिनर सेट दाइहरूले यहाँ पकाउँदै हुनुहुन्छ अनि दुईजना दाइहरू हुनुहुन्छ एकजना दिदी हुनुहुन्छ अनि टक्कै बनाउँदै हुनुहुन्छ। पानीले गर्दा साह्रै गाह्रो बनायो सबै हालत खराब बनाएको छ। हाम्रो डिजे भवनको छोरी जेठी हाम्रो डिजे भवनको पुत्र उता आइरह हाम्रो बस आइसक्नुभयो अनि यहाँ हुनुहुन्छ डिजे भुवनको पुत्र अनि सामर्थ्य चाहिँ भान्जी चाहिँ होइन होइन है हो दिदीसँग बस्या हो अनि डिजे भुवनको छोरो अनि भान्जी लाइभ हो युट्युब लाइभ यो हिरो नुनु गरेर लाइज के ल गाइस सबैले सब्सक्राइब गरिदिनु होला अनि त्यसपछि लाइक गरिदिनु होला सक्दो सेयर गरिदिनु पनि सक्नुहुन्छ है नि। यहाँ चाहिँ हामीले बफे सेट लागिसकेको छ अनि खानाको आइटम यता बन्दैछ नि। हाम्रो डिजे भवनको छोरी जेठी नि ए उहाँ चाहिँ हाम्रो के अरे डिजे भवनको उहाँ साइलो बुवा ए अनि कस्तो लागिरहेछ तल आज नानी भाइको आज पार्टी रमाइला पानीले गर्दा बिजोग गराइरह अनि तपाईँ देख्न सक्नुहुन्छ पानी कति धेरै छ। यहाँ पिनट सार्दै हुनुहुन्छ अनि आलु साँधेको बनाउँदै हुनुहुन्छ। लाइट हाल्ने कति तातोहरू तपाईँले अब छ लाइट गरिदिन्छ भेटिएन क्या अझै
मौसमको कारणले गर्दा झलल्ला भले हो त्यो सानो दिनु र लिनु यो यहाँ हाम्रो दाल पाकिसकेको छ अनि चिकन त्यसपछि यहाँ छ मटन यहाँ छ आलु साँदेको मिक्स भेजको लागि अनि सर ओहो राजकुमार नमस्ते पानीले भिजा त है छैन भिजा होइन आज कान्छो छोराको पार्टी भइरहेको बाउ चाहिँ साह्रै खुसी होइन त्यो अलिक दाँत पनि देखाइरहनु भयो त्यही मुनि राखिदिनु न आवश्यक अनुसार त्यहाँ निकाल्दा भइहाल्छ कसलाई हो कसलाई आलु मागे थियो अभि कसलाई आलु ओके स्नेक हालिदिने हो र कता स्नेकको है त्यही खपा राखिने हो आलु साँदेको पानीले गर्दा गर्नुसम्म गरेर यार यसमा हजुर के दिदी यता खाजा हो यता सानो प्लेट यता यो पनि हो खाजा आइटम कतिवटा हुन्छ यता राख्छ नि खाजा आइटम कतिवटा चारवटा भइहाल्यो नि
ठुलो होइन चाहिँ साबुन खानु कम गर्दै पानी भिजेर आउँ भने अहिले फेरि हामी उयो दाल छ कर बोकेर आउँछ के मजा हिजो जाँदा नि पानी भिज्दै गयो अनि फेरि तरकारी किन्न फेरि तरकारी किन्न गयो खै कपाल काट्नु पायो घरमा बहिनीले कलो बसिराख्नु भनेर अनि गएर कपाल काटेर अनि गएको त्यो पानीले भिजेन हिजो नकाट्यो भने भित्र आएको काटिँदैन त्यो साथमा फेरि खै मैले के काटेको काममा जोत्दै हेर्नु त गयो नि यति बिहान दिनुपर्छ नि खानु लाग्दैन घरमा लाग्यो कहाँ हाल्यो त अगाडि दिएको छ मैले पनि भनेको दिँदैन भनेर हेरेर भनेर गरिहाल्यो बुढासँग बसेर सल्लाह गर्ने पर्ने बुढासँग बसेर अहिले मैले सल्लाह गर्ने मैले ठाउँ पाएको भाडा दिनु नगर्ने अहिले मैले लगभग 40 हजार मात्रै लगाउनु गयो भने ठाउँ पाएको छु प्लास्टिक बोल्दैन किन गर्न आउँछ मलाई प्लास्टिक बोल्ने काम गर्नु नि बुढालाई ड्राइभर खोज गर्नु गयो भातको बुझेर भातको बुझेर कति गरिराख्नु लगाउनु 4-5 दिन आफूले अहिले पनि यो सुन्न पाएन मभन्दा 35-40 दिन बढी होला लग्यो मैले बढी छोडी मभन्दा त्यही काम यो घर काम बढी गरेर होला त्यही एक दिन सुन्न पाएन नौली भन्ने त्यही छुट्टै दिइहाल्यो हिसाबै गर्ने 200 दिनुभन्दा बिगाएको दिनुभन्दा बढी गर्छु त्यहाँदेखि 35 दिन रोक्ने त देख्नु नि सक्छु बुढा